त लाउ तेरो बेग उबाट छ र बेग ओ भाइ फाइनली गाइस आज चाहिँ म चौरस्तामा छु हैन अन्त यहाँनिर चाहिँ कसलाई दग्दी दिउँ भनेर हल्का हेर्दैछु हैन दग्दी कसलाई दिउँ हैन अब टुरिस्टलाई त हुँदैन दग्दी हैन त्यही भएर चाहिँ यहाँनिर चाहिँ दुईजना भाइ र बहिनी बसिरहेको जस्तो देखेँ हैन यिनीहरूलाई गएर ट्राई गर्छु ल गाइस के कस्तो हुन्छ हेरौँ है यो चाहिँ दार्जिलिङको सबसे फेमस जग्गा हो तपाईहरु पनि यहाँ आएर घुम्न सक्नुहुन्छ है आएर है ओ भाइ ओ ओइ के गरेको यहाँ हाँ को यो बहिनी चाहिँ तेरो केटी बहिनी तिमीले घरमा भनेको छौ हाँ तिम्रो बोयफ्रेन्ड हो ऊ हाँ राम्रो बोल्दैन त यो बहिनी त हाँ ओ बहिनी सुन न यता हेर न को थाना लैजाङ भन त बहिनी ओ सुन्दै एउटा कुरा सुन्छस् भाइ तँलाई म हेर 10,000 पैसा दिइहाल्छु कि यो बहिनी मलाई मन पर्यो होइन हेर यो बहिनी मलाई मन पर्यो नि त यो बहिनी चाहिँ हेर म बरु मेरो गर्लफ्रेन्ड बनाउँछु हेर तँलाई 10,000 पैसा दिन्छु तँ यहाँबाट चलिदिइहाल भाइ हुँदैन होइन तँ बस न के भन्नु हुँदैन कस्तो भनेको हौ तँलाई म 10,000 दिन्छु नि त भाइ 10,000 क्यास दिन्छु बहिनी हेर म तिमीलाई 10,000 दिन्छु कि यसलाई छोड्नु सक्छौ सक्दैनौ त्यस्तो माया गर्छौ त्यसो भने तेरो यो बेग दे त लाउ तेरो बेग उबाट छ र बेग ओ भाइ सरी प्रेम गरेको भाइ